प्लास्टिक बिख हो, प्लास्टिक बिख हो, प्लास्टिक बिखै हो। हामीलाई सुन्दा अचम्म लाग्न सक्छ, तर हामीले प्रयोग गरी आएका ती प्लास्टिकका भाँडाहरू, ती प्लास्टिकका वस्तुहरूले हामीलाई दिनहुँ मृत्युको नजिक पुर्याइरहेको छ। हालै विश्व प्रख्यात मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित भएको यो वैज्ञानिक अनुसन्धानले के पुष्टि हुन्छ भन्दाखेरि प्लास्टिक बनाउँदा थालाइड्स भन्ने रसायनको प्रयोग हुन्छ र सोही रसायनले हामीलाई मुटुको रोग, ब्रेन स्ट्रोक जस्तो समस्या हुने गरेको देखिएको छ र वर्षौनी 3,50,000 मानिस प्लास्टिककै प्रयोगले थालाइड्सको एक्सपोजरले मृत्यु भएको भन्ने कुरा देखिन्छ। र सबैभन्दा डरलाग्दो विषय त के छ भन्दाखेरि अत्याधिक मृत्यु हुने संख्या दक्षिण एसियामा देखिन्छ, जहाँ हाम्रो देश नेपाल पनि पर्छ। साथै क्यालिफोर्निया विश्वविद्यालयमा भर्खरै गरिएको वैज्ञानिक अनुसन्धानले पनि प्लास्टिकको प्रयोगले पेट तथा फोक्सोको क्यान्सर पनि निम्ताएको भन्ने कुरा पुष्टि गरिएको छ। साथै श्वास प्रश्वास प्रणालीमा पनि समस्या प्लास्टिकको प्रयोगले ल्याउने भन्ने कुरा देखिएको छ। अब हामीले हाम्रो व्यक्तिगत जीवनमा, व्यक्तिगत स्तरमा प्लास्टिक कसरी नियन्त्रण गर्ने त? सबैभन्दा पहिले तपाईले यो भिडियो सकिने बित्तिकै यदि तपाईको घरमा प्लास्टिकको चपिङ बोर्ड छ भने त्यो फाल्दिहाल्नुहोस्। हामीलाई लाग्छ हामी बारीमा फलाएर अर्ग्यानिक सागसब्जी खाइरहेको छौँ, तर त्यही सागसब्जी हामी त्यो प्लास्टिकको चपिङ बोर्डमा काटिरहँदाखेरि चाहिँ सासाना आँखाले नदेखिने माइक्रोप्लास्टिक पनि सँगसँगै खाइरहेको हुन्छौँ र ती माइक्रोप्लास्टिकहरू गएर हाम्रो रगतको नली हुँदै मुटुमा, ब्रेनमा गएर बस्दिन्छ र क्यान्सर, हार्ट अट्याक, ब्रेन स्ट्रोक जस्तो समस्याहरू यसले निम्ताउने देखिएको छ। अनि अर्को कुरा चाहिँ तपाईँ बजारमा सामानहरू किन्न जाँदाखेरि चाहिँ आफ्नै कपडाको झोला लिएर जानुहोस्। प्लास्टिकमा सामानहरू नल्याउनुहोस्, सकेसम्म नल्याउनुहोस् र बिस्तारै आफ्नो घरका ती प्लास्टिकका बोतलहरू, ती प्लास्टिकका प्लेटहरू बिस्तारै तपाईले ग्लासको, स्टिलको भाँडाहरूसँग परिवर्तन, रिप्लेस गर्दै जानुहोस्। र अर्को अत्यन्तै इम्पोर्टेन्ट कुरा चाहिँ तातो कुरालाई, तातो खानेकुरा, तातो कुरालाई प्लास्टिकमा राख्दै नराख्नुहोस्। नेपालमा एउटा के छ भने तातो चिया कहिलेकाहीँ हामी प्लास्टिकको कपमा हालेर पिउने गर्छौँ। हामीले पसलहरूमा पनि गयौँ भने तातो चिया प्लास्टिकको कपमा हालिरहेको देखिन्छ। त्यो सबभन्दा घातक। तातो कुरालाई प्लास्टिकमा हाल्दै नहोस्। जति तातो कुरा हामी प्लास्टिकमा हाल्छौँ त्यति थालाइड्स केमिकल रिलिज हुँदै जान्छ र त्यति घातक हुन्छ। त्यही भएर सकेसम्म यो प्लास्टिकको महामारीबाट बचौँ र सकेसम्म धेरै यो भिडियो तपाईले आफ्नो फ्यामिली, तपाईले आफ्नो छरछिमेकी, साथीभाइमा सेयर गर्नुहोस् र प्लास्टिकको अवेरनेस हामीले नेपालभरि नै फैलाउँ र फैलाउन मद्दत पुर्याउनुहोस्। धन्यवाद।